एभ्रिवान सबैजनालाई स्वागत छ मेरो ब्लगमा। यो कुन कहाँ जाने बाटो होला तपाईँहरूलाई थाहा होला। हेर्नु त पहिला कति राम्रो थियो बाटो, अहिले कस्तो भएछ। आहा हेर्नु त गाइस, गामी डाँडा। आहा हेर्नु त गाइस, यो सीता। आहा नि सबैजनालाई स्वागत छ मेरो भिडियोमा, मेरो ब्लगमा। हेर्नु त गाइस, यो कहाँ जाने बाटो होला तपाईँलाई थाहा होला भनिदिनुहोस्। साथीहरू सबैजना माया गरिदिनु होला भन्न चाहन्छु। कति धेरै गाडी छ नि त साथीहरू, हेर्नु न। आउनु है महेन्द्र गुफा छिर्न, हामी त महेन्द्र गुफा घुम्नु गएको अरे के। आहा त्यही महेन्द्र गुफाको गेट हेर्नु त साथीहरू। हामी अब महेन्द्र गुफा छिरे साथीहरू। हेर्नुहोस् कति राम्रो फुलहरू छ। हेर्नुहोस् साथी, सबैजना स्वागत छ मेरो ब्लगमा। हामी कति राम्रो छ हेर्नु त महेन्द्र गुफा। ओ माई गॉड। हेलो हेलो। कति राम्रो छ हेर्नु त महेन्द्र गुफा। यहाँ आएपछि त सबै फिदा हुन्छ, फिदा सबै फिदा हुन्छ, फिदा। यहाँनिर चाहिँ ड्रेस लगाएर फोटो खिच्ने ड्रेसहरू पनि छ साथीहरू, सबैजना आउनु होला। आएर यसो ड्रेस लगाएर भिडियो फोटो खिच्नु होला है। ड्रेसहरू शेर्पा ड्रेस, तामाङ ड्रेस, छेत्री ड्रेस सबै पाइन्छ क्या साथीहरू। महेन्द्र गुफाभित्र छिरेको हामी। महेन्द्र गुफा। हेलो। कति रमाइलो पो छ त हौ साथीहरू। हेर्नु त महेन्द्र गुफा। महेन्द्र गुफा के अँध्यारो छ यार। हेलो हेर्नुहोस् यहाँ कति गाली छ। महेन्द्र गुफा। पछि हामीलाई त एकजना मान्छेले गुमाएको थियो। उता मन्दिरमा त नजाऊँ कि जाऊँ हाँसी त, त्यहाँ मन्दिरमा जाने। पाँच 10 रुपियाँ चढेको हुन्छ। साथीहरू छोराछोरी अर्कोचोटि पाउने, एकैचोटि सन्तान लिएर आउने। के नाम? सीताराम खै त? राम कायदाको छ। टिका लाउनु न कता। शान्ति छ होस् घर परिवारमा है, अनि भगवानले रक्षा गरून्, कल्याण गरून्। आटे चिताको कुरा फोकस है हुन्छ। हेलो गाइस सबैजनालाई महेन्द्र गुफा।
महेन्द्र गुफा हामी चाहिँ उता गुरुबालाई भेटेर महेन्द्र गुफाबाट फर्किसक्यो गाइस हेर्नु साथीहरू कति भिड मान्छे छ गुफा पसेर फर्केको अवस्था है साथीहरू है साथीहरू यहाँ चाहिँ महेन्द्र गुफादेखि माथि बाहिर निस्किने ठाउँ हो यहाँ हाम्रो अङ्कल आन्टीहरू छिर्दै हुनुहुन्छ हेर्नुहोस् है साथीहरू छिर्छ टेन्सनै नगरी छिर्छ यहाँदेखि यो पारी देख्ने ठाउँलाई चाहिँ के भन्छ होला साथीहरू महेन्द्र गुफादेखि देख्छ नि त्यो पारी मैले त जयमिरे भन्छु तपाईँहरूले के भन्नुहुन्छ हेलो जयमिरे महेन्द्र गुफा घुम्न आएको साथीहरू हामी आज गर्मीले फिरा छ के कति राम्रो छ यो महेन्द्र गुफा घुम्न आउनु सबैजनालाई बच्चाहरूको खेलाउन पाउने छ एकछिनपछि म देखाइदिन्छु तपाईँहरूलाई म तपाईँहरूलाई यहाँ बच्चाहरू खेलाउनु ठाउँ दिएको लहे के भयो बिस्तारी गर्नु न हो जबरजस्ती नगर्नु अरे के जबरजस्तीले हुन्न नि त साथीहरू बिस्तारी खेल्नुपर्छ नि ए यहाँ छ क्या बच्चाहरू खेल्ने ठाउँ कति राम्रो छ नि साथीहरू हेर्नु त तपाईँहरूको बच्चाहरूलाई लिएर आउनु है यहाँ महेन्द्र गुफामा हेर्नुहोस् साथीहरू कति रमाइलो ठाउँ छ र यहाँनिर यहाँनिर घुम्ने के म नि डल्छु कि क्या हो म नि लड्छ होला फेरि यो बाजे ल उयो बच्चाले खेल्ने ठाउँमा खेलिरहेको छ तिमी जाऊ न त यहाँ खेल्नु जाऊ क्या जाऊ न खेल जाऊ किन घुम्दैन यार आउनु सबैजना यहाँ महेन्द्र गुफामा घुमाउनै खेलाउन छ साथीहरू सबैजना आउनु कति रमाइलो छ हेर्नुहोस् त आमा चक्कर लाग्यो मलाई त यसित बच्चा जस्तै कस्तो खेलेछ हौ साथीहरू हेर्नु त यसितलाई यसित त बच्चा नै हो कि त बच्चा नै हो हेर्नु त साथीहरू हाँसेर खुसी भएछ हेर्नुहोस् साथीहरू हेर्नुहोस् अब चाहिँ चक्कर लागिसक्यो सीतालाई अब चाहिँ बिहोस भयो अब चाहिँ नघुम्छ घुम्नु सक्दैन है सीतालाई साथीहरू हेर्नुहोस् सीतालाई अझै घुमाइदिउँ अझै घुमाइदिउँ कति राम्रो छ क्या महेन्द्र गुफा है थाहा पाए घर थाले लैजाला आँखाले भिडियो त मैले पछाडि मात्र बनाएको युट्युबमा हेर्नु होला युट्युबमा
मलाई नि पठाइदियो भने पठाइदिन्छु क्या म युट्युबमा हाल्छु अनि तिमीलाई नि पठाइदिन्छु फोनमा र ल ल साथीहरू यति मात्रै अब अर्को भिडियोमा भेटौँ है त नि अब हामी पनि घर फर्किने बेला भयो साथीहरू सबैजनालाई बाई 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 गरिदिँदै सीता बाई बाई गरिदेऊ साथीहरूलाई